दर्शकबिन हामी चाहिँ यो ठाउँमा बसेको छौँ। तपाईँले हेर्दै हुनुहुन्छ यो मकै चाहिँ म जति 3 आल्गो छ है। अनि हाम्रो सङ्खुवासभा मकलुमा चाहिँ तपाईँले मकैको साइज चाहिँ देख्नुहुन्छ होइन, एकदमै कति आल्गो छ है। हेर्नुहोस् त, म भन्दा अग्लोमा चाहिँ फलेको छ, फल लागेको छ। यसले भाट्नको निम्ति भोलि पर्सि यसरी नुहाएर भाँच्नुपर्ने हुन्छ। अनि यो सङ्खुवासभा मकलुमा सबै कुरो डन छ है। तपाईँको चाहिँ अन्ना पात त यस्तो आल्गो छ भने कस्तो है, यो खेती गर्ने मान्छे झन् कति आल्गो होला होइन त। तपाईँको चाहिँ मधेसमा होचो मकै फलेको हुन्छ। अब यहाँ हेर्नुहोस् कति अग्लो छ क्या तपाईँको चाहिँ। त्यसले गर्दाखेरि यो अग्लो मकै फलाउने मान्छे, यो छार्ने यसको खेती गर्ने मान्छेमा अग्लै हुनु पर्ने हो। तर म चाहिँ धेरै होचो भएँ। अब के गर्ने, दुःखको कुरो।